नेपालको राजनीतिमा एउटा यस्तो चाल चलियो जसको बारेमा अन्तिम मिनेटसम्म पनि कसैलाई सुईको पनि थिएन। चैत्र 13:12:34 बालेन्द्र शाह नेपालका 43औं प्रधानमन्त्री बने। तर असली खेल त त्यसपछि सुरु भयो। शपथभन्दा 1 घण्टा अघिसम्म पनि कसैलाई थाहा थिएन मन्त्री पदमा को हुन्छन् भनेर। सबै अचम्ममा परे। तर यो र्यान्डम डिसिजन चाहिँ थिएन है। र पहिलो मन्त्री परिषद बैठकमै ठुलो निर्णय, कार्की आयोगको रिपोर्ट लागू हुने। र त्यो रिपोर्टले सिधै औँला उठायो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकतर्फ। गृहमन्त्री एक्सनमा गए, सुरक्षा निकाय अलर्ट भयो, सबै प्रक्रिया फास्ट ट्र्याकबाट भयो र केही घण्टामै देशको राजनीति हल्लाउने कदम चालियो। र सरकारको सन्देश के रह्यो भने यो बदला होइन, यो न्याय हो। पीडित परिवारको लागि यो दिन एकदमै भावुक भयो। तर अर्कोतर्फ विरोध सुरु भइसक्यो। राजनीति अझै तात्दैछ। अब एउटै प्रश्न, यो रणनीति जोखिमपूर्ण थियो कि एकदमै सही थियो? हजुरलाई के लाग्छ? आफ्नो धारणा कमेन्ट बक्समा लेख्नुहोला।